जय नेपाल। सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बकरा ईदको हार्दिक मङ्गलमय शुभकामना हिमालयन्स परिवारको तर्फबाट हामीले व्यक्त गर्न चाहन्छौँ। यस्तो मन्दीको जमानामा जहाँ फ्युलको यति धेरै क्राइसिस छ, ठाउँ ठाउँमा पेट्रोल टङ्कीमा लाइन लाग्नुपर्ने अवस्था छ, सरकारले चाहिँ गाडीहरूको इम्पोर्टमाथि पनि ब्यान्ड लगाइसकेका छ। यस्तो बेलामा सबैभन्दा ठुलो विकल्प चाहिँ इलेक्ट्रिक नै हुनसक्छ। ग्राहक महानुभावहरूलाई मैले चाहिँ आफ्नो टेम्पो इन्ट्रोड्युस गरेँ। यो हाम्रो इलेक्ट्रिक विद्युतीय टेम्पो हो, जसमा चाहिँ पेट्रोलियमको कम्पेरिजनमा हजुरको सिट पनि चाक्लो र एक्स्ट्रा सिटहरू दिएको हुन्छ। विशेष फिचर हेर्नुहुन्छ भने यसलाई चाहिँ हजुरले पेट्रोलियम टेम्पोसँग कम्पेयर गर्नुहुन्छ भने एक त साइज र डाइमेन्सनमा पनि ठुलो है, र सेम त्यस्तै हजुरको पर्फर्मेन्समा पनि धेरै फरक पाउनुहुन्छ। र सबैभन्दा मेजर एक्सपेक्ट यसको भएको छ कि यो गाडी चाहिँ इलेक्ट्रिक हो भनेपछि हजुरको फ्युलको रनिङ कस्टले हजुरले चाहिँ मुक्त हुनुभयो यसबाट। अब आम्दानी धेरै खर्च कमको नाराको साथ हामीले आफ्नो गाडीलाई हजुरहरूको सामने इन्ट्रोड्युस गऱ्यौँ। र मेन फिचर भन्नुहुन्छ भने यो गाडीभन्दा कम होइन है किन हजुरको यसमा रियर क्यामेरा पनि पाउन सक्नुहुन्छ है। हजुरलाई घरिघरि पछाडि के हो कसो हो चलाउँदा कसो होला, मिन्स न्यू ड्राइभर्सहरूलाई चाहिँ इट्स एन ग्रेट अपर्च्युनिटी है। हजुरलाई आम्दानीको स्रोत खोज्दै हुनुहुन्छ भने हजुरलाई हाम्रो टेम्पोले धेरै ठुलो स्वर्ण अवसर चाहिँ प्रदान गर्दछ। ल अब चाहिँ गाडीको थप विशेष फिचर र डिटेल भिडियोजको लागि अगाडि भिडियो हेर्दै जानुहोस्। धन्यवाद। ठुलो चाहिँ स्पिडोमिटर पनि पाउनुहुन्छ है। ल हजुरहरूलाई मैले जसरी अगाडिको भिडियोमा भने नि, हजुरको यसमा रियर क्यामेरा पाउन सक्नुहुन्छ। रियर क्यामेरा हाम्रो दर्शकहरूलाई चाहिँ अब स्क्रिननिर लग्नुहोस् है, हामी चाहिँ अब रियर क्यामेरा पनि देखायौँ। ल स्पिडोमिटरसँगै हजुरको रियर भ्यू क्यामेरा पनि हेर्न सक्नुहुन्छ। ल ल हर्न भइगयो है, एकदम चर्को हर्न छ। इन्डिकेटर्स पनि हजुरले अगाडि र पछाडि दुवै ठाउँमा हेर्न सक्नुहुन्छ। इन्डिकेटर्स हाम्रो है लेफ्ट एन्ड राइट है, एन्ड हेडलाइट पास अन अफ एन्ड सबै इन्स्ट्रुमेन्ट क्लस्टरहरू चाहिँ हजुरले चाहिँ यहाँ पाउन सक्नुहुन्छ। हजुरको हातमै हुन्छ। अगाडि पछाडि गर्ने पनि हजुरको स्विचहरू यतै दिएको छ। क्यामराम्यान अलिकति यता हेल्प गर्नुहोस् त है। फ्रन्ट ड्राइभ, रियर ड्राइभ, स्पिड मोड 1, 2 एन्ड 3 हजुरले चाहिँ यसरी चाहिँ यसलाई अगाडि पछाडि गर्नको लागि र सँगसँगै तलको बटनलाई चाहिँ हजुरले चाहिँ गियर स्पिडलाई चाहिँ कन्ट्रोल गर्नको लागि चाहिँ यहाँबाट गर्न सक्नुहुन्छ। र सँगसँगै हजुरले यता चाहिँ इन्डिकेटर्सको बटन भइगयो है, इन्डिकेटर्सको बटन पाउनुभयो, हजुरले पास गर्ने बटन पाउनुभयो र हजुरले हर्न पाउनुभयो, चर्को हर्न है। ल त्यसपछि यति गर्मी छ यार, अब यसको उपाय पनि केही न केही गर्नु पऱ्यो। खै त यार। ल ओफो शीतल हलायो बल्ल बल्ल कहिले कसो जरुरी छैन कि हामी चाहिँ रेगुलरली चाहिँ गाडीको मोसनमै हुन्छ है। कहिले कसो बसेर चाहिँ प्यासेन्जरको वेट पनि गर्नुपर्छ। त त्यो बेलामा चाहिँ हाम्रो यो पङ्खाले धेरै नै साथ दिन्छ है। यस्तो असाध्य गर्मीमा चाहिँ यो एकदम रामबाण इलाज गर्छ हजुरको। ल नेक्स्ट फिचरतिर लागौँ है। ल अब अलिकति राइड पनि गरेर देखाइदिउँ है के छ कसो छ। ल मैले नै ड्राइभ गर्छु है, हजुरले हेर्नु होला। ल शुभारम्भ गरेँ है मैले।
छ।